है बैगुन भर्ता यसलाई चाहिँ तपाईले है कोइला ग्यासमा मजाले पोलेर यो चाहिँ मैले पोलेर धुएको छु है यसको बाहिरको अन्त यसलाई किमा गर्नुपर्छ म तपाईलाई किमा गरेर देखाउँदै छु बैगुन चाहिँ है तपाईले यसरी हेर्नुपर्छ है कोही बेला यो भित्र किराहरू हुन्छ यो चाहिँ मैले हेरिसकेँ छैन र यसलाई चाहिँ अब चप गर्नुपर्छ है एकदम भारी चप गर्नु मैले बैगुन भर्ताको लागि है अलिकति 5 फोरन पड्काएको छु र हरियो खोर्सानी अदुवा लसुनको चप हालेको छु है यो चाहिँ अब हाल्नुपर्छ र यसमा तपाईले फेरि अलिक उयो भएपछि प्याज ल प्याजलाई ब्राउन हुन्जेल भुट्नुपर्छ है र यसमा मैले टमाटर एड गरेँ टमाटर एड गरेर यसमा मैले खालि हल्दी र तिखालाल मात्रै हालेको छु है किनकि अन्त यसमा थोडा अदरक लसुनको पेस्ट हाल्दा हुन्छ र मेरो है मसला रेडी भयो मसला रेडी भएपछि चाहिँ यो जुन चाहिँ तपाईले है यो ग्रेभी यो बैगुनलाई चप गरेको थियो है यसलाई यसरी हाल्नु हालेर यसलाई मजाले मिक्स गर्नुहोस् है हाम्रो भर्ता पनि पाकिसक्यो फाइनली है बैगुन भर्ता पनि यस्तो भएको छ।